नाटकको अन्तिम दिन सहभागी हुने सुसंयोग जोडियो। यस अगाडि पनि निमन्त्रणा भएको, तर अब जहिले जोड्छ त्यो सही समयमा जोड्छ। यो नाटक हेरिरहँदाखेरि त्यसले काहीँ संवेदित तुल्याउँछ, काहीँ स्तब्ध तुल्याउँछ, काहीँ स्मृतिको गर्तमा विलिन गराउँछ, कहिले वर्तमानमा त कहिले भविष्यसँग चिन्तनशील गराउँछ। त्यसैले यसका विषयमा तत्क्षण अहिले नै प्रतिक्रिया दिनु त्यो हतारो हुन सक्छ, किनभने त्यो इतिहासको मूल्याङ्कनको विषय हामीले वर्तमानमा बसेर नाटक हेरेको केही निमेष भित्रमा गर्ने प्रतिक्रिया भने त्यो अन्यायपूर्ण हुन सक्छ। कतिपय नाटकका विषयवस्तु, पात्र, सन्दर्भ र परिवेशहरूले हामीलाई हृदयमा स्पन्दित गराउँछ, त्यसलाई घोत्लिन, चिन्तनशील बनाउन अभिप्रेरित गर्दछ। त्यसैले यसलाई धेरै टिप्पणी गर्नुभन्दा पनि यो म जन्मिनुभन्दा अगाडिको घटना हो, यति चाहिँ मैले भने। 2037 साल माघ 1 गतेको घटना, म जन्मिएकै जिल्ला झापामा घटित भएको घटना। दारासिंहको त्यो माइमेनी मेलाका क्रममा पुलमा भएको हत्याको सन्दर्भ हामी पृथकका रूपमा जान्दथ्यौँ, बुझ्दथ्यौँ, सुन्दथ्यौँ। गुलशन विक्रम राईले हात हल्लाइरहनु भएको छ। सबैले हामी पूर्वका मान्छे छौँ भने दारासिंह नचिन्ने कोही पनि छैनौँ। त्यो हाम्रा लागि जीवनशैली र एउटा पात्रसँग हो। तर त्यसको सन्दर्भ चाहिँ त्यो इतिहाससँग, त्यो सभ्यतासँग, त्यो संस्कृतिसँग छ भन्ने कुरा चाहिँ अध्ययन, मनन र अनुसन्धान गर्नेहरूले मात्रै थाहा पाउने विषय हो। मैले 2 साता अघि मात्रै झुमा लिम्बूसँग, उनको स्विटर चलचित्रको सन्दर्भ छँदैछ, उहाँसँग कुराकानी गर्दाखेरि पालमका विषयमा, मुन्धुमका विषयमा अनि सँगसँगै योसँग जोडिएको संस्कृतिका विषयमा अलिक गहिरो रूपमा त्यो अध्ययन र अनुसन्धानका क्रममा कुराकानीका पूर्व सन्ध्यामा गरिएको तयारीले थाहा पाएको थिएँ। त्यसो त त्यसका विषयमा पूर्ण निरपेक्ष हामी कोही पनि हुन सक्दैनौँ, तर त्यसलाई कति गहिरो गरी आत्मसात गर्न सक्छौँ भन्ने प्रश्न हो। त्यसैले गर्दाखेरि यो त्यति बेलाको परिवेशको राजनीति पनि हो, अनि त्यो लघु इतिहासको एउटा अभिलेखन पनि हो, सभ्यता पनि हो, संस्कृति पनि हो, र त्यसलाई कलात्मक रूपमा प्रस्तुत गर्ने। कहिलेकाहीँ कला भनेको चाहिँ त्यति बेलाको तत्क्षणको सभ्यता र संस्कृतिलाई बोक्दा कतिपय अश्लील शब्द जस्तो पनि लाग्ला, तर त्यो भाषिकाका रूपमा त्यहाँको जनजीवनको एकदमै अनुनासिक रूपमा प्रयोग हुने, भाषिक रूपमा हुने त्यो एउटा विन्यास हो। त्यो विन्यासलाई त्यही रूपमा ग्रहण गर्न सकियो भने त्यो महत्त्वपूर्ण हुन्छ। मैले अरू धेरै कुरा गर्नुभन्दा पनि हामीले यो 1-1.5 घन्टाको परिवेशमा चाहिँ घन्टौँ लगाएर गर्न सकिने श्रव्य दृश्य सामग्रीको चूडान्त यहाँ प्रस्तुत थियो। सङ्गीतको संयोजन होस्, वाद्यवादनको कुरा होस्, हामीले त्यहाँ इलामको, चुलाचुलीको, त्योभन्दा मास्तिर पाँचथरको सन्दर्भ त उनको स्विटरमा बडा सुन्दर ढङ्गबाट उल्लेख भएको छ। त्यो पूर्वको तमोर नदीको अथवा माइमेनी मेला भर्ने परिवेशको, फेरि माइखोला जस्तो छ जहाँ जहाँ माइको बगर छ, त्यो माथि पहाडको माइ पोखरीदेखि लिएर उद्भव हुँदै तल तपाईँको रङ्गेथानसम्म भनेको शिव सताक्षी 5 गाछीको रङ्गेथान हुँदै महाभारतसम्म पनि मेला लागिरहन्छ। त्यो मेला चाहिँ कोही रत्तिनका लागि, कोही रमाउनका लागि यही मेलामा पनि देखिएको छ नि। कोही केरा खाने, कोही तपाईँको त्यो मेलामा रमाउने मात्रै, कोही त्यसको धर्मसँग, कोही संस्कृतिसँग, कोही सभ्यतासँग, सबैले आफ्नो दृष्टिअनुसारको सृष्टि ग्रहण गर्ने हो क्या। त्यसैले यो नाटकलाई पनि हामीले हाम्रो आफ्नो जस्तो दृष्टि छ त्यही अनुसारको सृष्टिका रूपमा ग्रहण गऱ्यौँ होला। अलि विस्तारमा म 1-2 दिनमा मथिङ्गललाई अलिक थिग्र्याएर लेख्नेछु। नाटकमा सहभागी हुने सबैलाई म साधुवाद, धन्यवाद, आभार। नाटकको मञ्चनको यो परिकल्पनाकार, नाटकलाई यो ठाउँमा ल्याइपुर्याउने र कलाकारहरू त यसका सारथी नै हुन्छ, सबैप्रति नमन। यो सुरुवात हो, यो अन्त्य नहोस्। यो सांस्कृतिक पुनर्जागरणका विभिन्न अवयव र आयामहरू हुन्छन्, त्यसमध्ये एउटा रङ्गमञ्च एउटा आयाम बन्यो। यो आयामले निरन्तरता पाओस्। नमस्कार। धन्यवाद टिकाराम सर। सँगसँगै मैले हाम्रो लेखक धर्मेन्द्र नेमान सरलाई पनि केही शब्द राख्न अनुरोध गरेँ। थ्याङ्क यू सर। दारासिंह एउटा युवकको रूपमा हामीले सुनेको थियौँ होइन। झापा जिल्लामा घटेको यो एउटा साँचो घटना हो। हाम्रो मस्तिष्कमा दारासिंहप्रतिको जुन अवधारणा थियो नि, त्यो चाहिँ नाटकले चेन्ज गरिदिएको छ, अलिकति फेरबदल गरिदिएको छ। जस्तो नाटकले के भन्छ भने विषयमा जाँदा तत्कालीन सत्ताले दारासिंहहरू निर्माण गरेको हो। अब दारासिंहहरूको विषयमा जुन किसिमको कथाहरू बनाइएको थियो, हाम्रो मस्तिष्कमा आइपुग्ने गरी, हामीले सुन्ने गरी, त्यो कथाहरू चाहिँ तत्कालीन शासकले बनाएको हो। दारासिंह वास्तवमा त्यस्तो थिएन, सत्ता विरोधी थियो।
तत्कालीन सत्ता विरोधी थियो भन्ने कुरा चाहिँ यो नाटकले विषयको रूपमा देखाएको छ। अब प्रस्तुति मञ्चन सबै कुरा त उत्कृष्ट छँदैछ। म बेला बेलामा आएर नाटक हेर्छु। मलाई जुनै नाटक हेर्दा पनि त्यो नाटक राम्रो लाग्छ। मेरो चाहिँ एउटा त्यो बानी छ। चेतन आङथुपोजी, हाम्रो सुमन लिङ्गदेनहरू सबैलाई यस नाटकका निम्ति र त्यो घटनालाई यसरी प्रस्तुत गरिदिनको निम्ति झापाबाट त्यो पेरिफेरीबाट सेन्टरमा आएर यो कथाहरू ल्याइदिनु भएको यस निम्ति पनि मेरो धेरै धेरै धन्यवाद छ तपाईँलाई। धन्यवाद धर्मेन्द्र सर। मैले अझै हजुरहरूसँग अलिकति धैर्य र अलिकति समय मागेँ। अहिले एकदमै चर्चित उनको स्वेटरको डिरेक्टर हाम्रो नवीन सर पनि छ। नवीन सरलाई पनि अलिकति आफ्नो केही शब्दहरू राखिदिनु सबैजनालाई नमस्ते। यो नाटकको विषयमा त हाम्रो टिकाराम सर, धर्मेन्द्र सरले भनि नै हाल्नुभयो यसको पृष्ठभूमिको बारेमा। यो एकदमै चिरपरिचित एउटा व्यक्ति हुनुहुन्थ्यो दारा सिंह, र त्यो नाममा मात्रै सीमित हुनुहुन्थ्यो। र आज यहाँ आएर नाटक हेरिरहँदाखेरि कति धेरै कन्सेप्टमै खासमा नयाँ कन्सेप्टहरू आएको छ कि कस्तो हुनुहुन्छ दारा सिंह, कसरी निर्माण हुनुभयो भन्ने कुराहरू चाहिँ जान्ने मौका पायौँ। त्योभन्दा बढी चाहिँ आज मलाई एकदमै खुसी लागेको चाहिँ एक थिएटर अनि चुलाचुली रङ्गमञ्च, जो चाहिँ हामी चुलाचुलीमा चाहिँ सङ्घर्षरत, मफसलमा सङ्घर्षरत एउटा थिएटरको रूपमा हामी परिचित थियौँ। उहाँहरूले आज यो काठमाडौँ त्यसमाथि पनि अत्यन्तै चर्चित मण्डला थिएटरमा आएर यो स्तरको नाटक प्रस्तुत गरिरहँदाखेरि हामी एकदमै खुसी अनि एकदमै भावुक पनि भयौँ। अनि यहाँ जति पनि आज मञ्चमा हुनुहुन्थ्यो कलाकारहरू, लाग्यो कि उहाँहरू साँच्चीकै त्यही जीवन बाँचिरहनु भएको छ। मैले भने पनि सुजनलाई यो अनुहारहरू कति भनौँ न, यो त्यही झापाका अनुहारहरू, त्यही चुलाचुलीका अनुहारहरू, त्यही झोडाका अनुहारहरू चाहिँ आज हामीले यहाँ रङ्गमञ्चमा देख्न पायौँ। अत्यन्तै खुसी लागेको छ। र हाम्रो दारा सिंह चाहिँ हाम्रो नुनाम केरुङज्यूको मेरो आफ्नै बडी भन्दै हुनुहुन्थ्यो। उहाँ पनि हाम्रो उनको स्वेटरमा हुनुहुन्छ। अनि त्यस्तै गरी आफ्नै सुपुत्र पनि यहाँ हुनुहुन्छ। अनि हाम्रो सागर केरुङज्यू पनि हुनुहुन्छ, के अरे पाँचथरकै हुनुहुन्छ उहाँहरू। र दाराजी पनि पाँचथरकै हुनुहुँदो रहेछ भन्ने मैले जानकारी भर्खर पाउँदैछु। यो मानेमा यो अत्यन्तै कस्तो भने व्यक्तिगत जस्तो पनि महसुस गरेँ मैले। अनि यो नाटकलाई बनाउनु हुने चेतन सर अनि हाम्रो रूपेश रङ्गमको क्यारेक्टरमा हुनुहुन्छ उनको सिटरमा। यो भनौँ न, यो कसरी जकडियो भन्दाखेरि यो छुट्टै एउटा नाटक हेर्न आएको होइन कि यो नाटकको एउटा परिवारको सदस्यको रूपमा मैले अनि हाम्रो इन्टायर उनको स्वेटर टिमले चाहिँ यसलाई ग्रहण गरेको छ। आगामी दिनमा थप सफलताको, थप उन्नति प्रगतिको कामना गर्दछु। धन्यवाद। अब चाहिँ हामी दर्शकलाई यो भन्नु धेरै समय दिन सकेनौँ। एकचोटि गेस्टहरूलाई मैले रिक्वेस्ट गरेँ, यो चाहिँ हाम्रो मेन पोस्टरमा हजुरहरूको सिग्नेचर सम्झनाको लागि छोडिदिनुहुन्छ कि भन्ने लागेको छ। र यो हजुर दर्शकहरूलाई हामीले दिनको लागि एउटा उपहार दारा सिंह दिइसकेका छौँ। र आजको अतिथिहरूलाई पनि हाम्रो सिग्नेचरै उहाँहरूको तर्फबाट मायाको चिन्ह लिँदै आजको यो साँझ यहाँको शुभ रहोस्, शुभ रात्रि भन्न अगाडि यहाँनिर केही भएछ। र एकचोटि चाहिँ काठमाडौँ टिमलाई पनि मञ्चमा निम्ताउन चाहन्छु यहाँ, किनकि धेरै हाम्रो सङ्गीतको यात्रा गरिरहनु हुने भाइ बहिनी कलाकारहरूको लागि, उहाँहरूको लागि एकदमै इन्सपायर्ड होस् भनेर। अनि अहिले हामीसँग चाहिँ हुन्छ नेपाल दृश्यबाट फोटो मेमोरीको लागि भाइ। र अहिलेको लागि धेरै धेरै सबैजना सम्झना यो मनमा धेरै धेरै छ है। नबिर्सिदिनु, के अरे हामीले जति भुले पनि यहाँले सम्झिदिनु होला, हामीले जति गल्ती गरे पनि यहाँहरूले बिर्सिदिनु होला है। यतिभन्दा धेरै धेरै सञ्चारकर्मीहरू धेरैजना हुन्छ, धेरै सम्झिरहेको छु मैले। प्रयासजीलाई, सम्पदाजीलाई, यसै गरेर हिमाल फ्रेसलाई लगायत थुप्रैजना हुन्छ है त। अहिलेको लागि भने हामी एकचोटि हामी एडी रूपेशजीको थोरै कुरा हुन्छ, उहाँ चाहिँ भाग्नुहुन्छ, थोरै कुरा लिउँ ल। आजको त्यसो भने यो साँझ यहाँ रहँदै एउटा फोटो गर्छौँ।
अहिलेको लागि चाहिँ सुजन सरलाई रिक्वेस्ट थियो अघि बोल्नको लागि भनेर एकचोटि हजुरलाई थोरै गीत गायो एउटा गीत गाइदिनु न बोल्नै पर्दा गीत गाइदिनु न भइहाल्यो नमन सम्पूर्णमा जो आइदिनु भयो यसरी कलालाई यति धेरै मेहनत यति दिनदेखि अझ महिना पनि हुँदाखेरि धेरै मेहनत गरिरहनु भएको हुन्छ र यसरी स्टेजमा तपाईँहरूले हेरिदिँदा सुनिदिँदा हामीलाई पनि चाहिँ कलाकार खुसी लाग्छ सम्पूर्णलाई धेरै धेरै शुभकामना अनि बधाई यति राम्रोसँग आज अन्त्यको दिन भयो भने हामी आउनु पायौँ र मलाई त्यति धेरै नलेज छैन त्यति धेरै म भन्न सक्दैन सरसमग्रमा मैले जे जति सिकेँ जे जति जाने आएर त्यसको लागि पनि फेरि धन्यवाद सबैलाई र थ्याङ्क यू अहिलेको लागि हामीसँग कलाकार सम्पदा थुलुङले आफ्नो एउटा हाते सिप भनेर धेरै धागोबाट विभिन्न कुराहरू बनाउँछ उहाँको तर्फबाट आज अतिथिहरूलाई यो मायाको चिन्ह प्रदान गर्नका सम्पदाजी र हाम्रो उहाँकै श्रीमान मनिक ज्यूलाई पनि अनुरोध गर्छु उहाँहरू रियलमा उहाँहरूले केही महिना अगाडि मात्रै विवाह गर्नुभएको थियो र यो नाटकमा उहाँहरूको शोभा उहाँहरूलाई जोड्न चाहन्छु रियलमा पनि श्रीमान श्रीमती हुन्छ उहाँहरूलाई चाहिँ अतिथिहरूलाई मायाको चिन्ह लगाउन गइरहेछु र यसै गरेर यो बिचमा हाम्रो वेलसम विक्रम सर आउनु गर्दछु थोरै कुरा राख्नुको लागि हजुर सम्पूर्णलाई धन्यवाद यति राम्रो नाटक यो पनि लानु कि लागिदिनु यो यति राम्रो नाटक स्पेसली यो चाहिँ हाम्रो झापामा गाउँघरतिर यो सानैदेखि सुन्दै आएको कथा हो कति मिठो लाग्थ्यो कति रियल लाग्थ्यो अनि हरेक व्यक्ति पछि यो कथाको अलिक बेग्लै बेग्लै तरिकामा सुनिरहेको तर आज यहाँ आएर यो नाटक मञ्चन गर्दै गर्दा हाम्रो झापाकै कलाकार साथीभाइ दाजुभाइहरूले जुन गर्नुभयो त्यो देख्दा एकदमै मन हर्षित भएर आयो प्रफुल्लित भए काठमाडौँ जस्तो सेन्टरमा आएर यो मण्डला थिएटरको मञ्चमा मञ्चन हुँदै गर्दा धेरै कुराहरू सम्झेँ पनि मैले यस्तै कथाहरू हाम्रो गाउँघर हाम्रो झापाको माटो मात्र नभएर नेपालको माटोमा धेरै छ यही कोर्स दारासिंह जस्तै गरी यो मञ्चमा मञ्चन हुन पाओस् अनि सबैको मनस्पटलमा बसोस् र सोच्ने एउटा फेरि पनि त्यो पात्रलाई या त्यो कथालाई फेरि पनि एकचोटि सोचेर फेरि मनन गरेर के चाहिँ रहेछ त भन्ने जुन एउटा हुटुटी पैदा गर्न सकोस् अरू पनि अन्य पात्रहरूको भन्ने कुरा राख्दै सम्पूर्ण यो हाम्रो युनिटलाई जसले यस नाटकमा विशेष गरेर मञ्चमा देखिने त हुँदै नै हुनुहुन्छ मञ्चभन्दा पछाडिबाट पर्दा पछाडिबाट यो नाटकलाई यहाँसम्म पुर्याउनु सम्पूर्ण महानुभावलाई धन्यवाद व्यक्त गर्दछु धन्यवाद अब चाहिँ कुराउन चाहिन हाम्रो कलाकार मनिक शङ्करजीले चाहिँ दारासिंहको धेरै वर्ष अगाडि काष्ठ चित्र बनाउनु भएको रहेछ उहाँको सुपुत्र आसबारी जिल्ला र अब चाहिँ धेरै नै गरी भइसक्यो मलाई नै अब एउटा फोटो खिच्नु होला टिमसँग है अनि छुट्नु होला मैले यसो भने है हजुरहरूको आजको साँझ शुभ रहोस् शुभरात्रि नेपाल जय रङ्गमञ्च भन्दै फेरि पनि हामी काठमाडौँ टिमसँग फोटो खिचेर गेस्टसँग फोटो खिचेर छुट्नेछौँ है त थ्याङ्क यू